तपाईको अगाडि यो साधारण देखिने सानो खोला छ जुन चाँडै नै एउटा सानो जलविद्युत प्रणालीमा परिणत हुन गइरहेको छ। यहाँ कुनै ठूला मेसिन वा जटिल औद्योगिक उपकरणहरू छैनन्। यहाँ केवल एकजना व्यक्ति, प्राकृतिक भौगोलिक अवस्था र एउटा साहसी विचार मात्र छ। केही महिना अघि यो व्यक्तिले आफ्नो अनुसन्धानको क्रममा यो जलप्रवाहलाई देखेका थिए। यहाँ पानीको मात्रा धेरै त छैन, तर प्रवाह स्थिर छ। साथै यहाँ प्राकृतिक घुम्ती र उचाइको भिन्नता पनि छ। त्यही समयमा उनलाई एउटा विचार आयो, यदि यहाँ एउटा घुम्ती आकारको सानो जलविद्युत केन्द्र बनायो भने के होला? उनका साथीहरूले यो अव्यावहारिक भएको बताए। यति थोरै पानीबाट कसरी बिजुली निस्किन्छ र? उनीहरूले भने। तर उनले कुनै जवाफ दिएनन्। उनले चुपचाप आफ्ना औजारहरू उठाए, नापजोक गरे, योजना बनाए र काम सुरु गरे। यस प्रणालीको सबैभन्दा ठूलो विशेषता यसको घुम्ती आकारको डिजाइन हो। परम्परागत सिधा बाँधहरू भन्दा फरक यो संरचनाले पानीको वेगलाई बढाउँछ र ऊर्जा केन्द्रित गर्छ। र यसको मुख्य भाग भनेको उनले आफैले बनाएको विशेष टर्बाइन हो। यो कुनै रेडिमेड सामानको नक्कल होइन, बरु पानीको वेग र कोण अनुसार तयार पारिएको हो। निर्माण प्रक्रियामा कुनै ठूलो आवाज थिएन, केवल पानीको बहाव र ढुङ्गा मिलाउँदाको आवाज मात्र सुनिन्थ्यो। उनले बिस्तारै संरचनालाई बलियो बनाउँदै लगे। उनले धेरै पटक परीक्षण गरे, कहिलेकाहीँ असफल पनि भए, तर हरेक पटक सुधार गर्दै यो प्रणालीलाई पूर्णता दिए। अन्ततः त्यो दिन आयो। उनले टर्बाइन जडान गरे र बिजुली प्रणाली जोडे। पानी बग्न थाल्यो, टर्बाइन घुम्यो र बत्ती बल्यो। यो कुनै चमत्कार होइन, बरु सही गणना, धैर्यता र कडा परिश्रमको फल हो। यसले प्रमाणित गर्यो कि प्राकृतिक ऊर्जालाई बुझ्न सकेमा यसको प्रभावकारी उपयोग गर्न सकिन्छ। यो केवल बिजुली उत्पादन मात्र होइन, एउटा सम्भावना पनि हो। यो दुर्गम क्षेत्र र व्यक्तिगत प्रयोगको लागि ऊर्जाको नयाँ स्रोत बन्न सक्छ। न्यून वातावरणीय प्रभाव र दिगोपन नै यसको मुख्य आकर्षण हो। के तपाईलाई यो प्रणाली व्यावहारिक लाग्छ? तपाई यसलाई आफ्नो दैनिक जीवनमा कुन उपकरण चलाउन प्रयोग गर्नुहुन्थ्यो? हामीलाई कमेन्टमा बताउनुहोस्।